यसको पवित्र नाममा जय मसीह भन्न चाहे र यहाँहरू सम्पूर्ण मेरो आमा बुबा दाजुभाइ दिदीबहिनी है अन्त बहिनी दिदीबहिनीहरूलाई सम्पूर्णलाई येशू ख्रीष्टको पवित्र नाममा एक दुईवटा लाइन गाउन गइरहेको छु। पास्टर बाउले गाइराख्नु भएको त्यो उयो तपाईँहरूले पनि सपोर्ट गर्न सक्नुहुन्छ मलाई पछाडि पछाडिबाट। हिजो हिँडेको बाटोहरू आज किन नयाँ लाग्यो, हिजो हिँडेको क्षितिजहरू त्यसै त्यसै नयाँ लाग्यो, हिजो हिँडेको बाटोहरू आज किन नयाँ लाग्यो, सधैँ हिँड्ने क्षितिजहरू त्यसै त्यसै नयाँ लाग्यो, कता कता हराएका कुरा आज फेरि पाउन थाले, कता कता हराएका कुरा आज फेरि पाउन थाले, संसार गाउँ सहरहरू खुसी उठाए जस्तै लाग्यो, संसार गाउँ सहरहरू खुसी उठाए जस्तै लाग्यो, हिजो हिँडेको बाटोहरू आज किन नयाँ लाग्यो, सधैँ हिँड्ने क्षितिजहरू त्यसै त्यसै नयाँ लाग्यो, हिजोको संसारलाई त्यागिकन आज नयाँ भए जस्तै लाग्यो, हिजोको संसारलाई त्यागिकन आज नयाँ भए जस्तै लाग्यो, म आफै पो नयाँ भएछु, मैले नयाँ जन्म पाएछु, म आफै पो नयाँ भएछु, मैले नयाँ जन्म पाएछु, हिजो हिँड्ने बाटोहरू आज किन नयाँ लाग्न थाल्यो, सधैँ हिँड्ने क्षितिजहरू त्यसै त्यसै नयाँ लाग्यो। हालेलुया। येशू ख्रीष्टको पवित्र नाममा जय मसीह भन्न चाहे भन्न चाहन्छु है। मेरो आबा अनि मेरो पिता बाहेक म त केही पनि होइन, उहाँको जुत्ता धरी छुने लायकको चाहिँ म छैन, म भन्न चाहन्छु। यहाँहरू सम्पूर्णलाई फेरि पनि जय मसीह भन्न चाहे।